हामी चाहिँ अब करेन्टरको चुल्हा भोज खान जान लाग्यो केटाहरू है सबै बेन्टरको टिमबाट चाहिँ सबजना यहाँ साथीहरू टक्क अब जाने भ्लग बनाउनु जाने हो अब होइन हजुर हजुर हो को मान्छे हो को मान्छे बोल्यो मलाई त सुनिँदैन नि त्यहाँ चाहिँ अब खाना खाने बोलाएको भएर चाहिँ हामी खाना खानलाई भन्छ त्यो अगाडि बस सिस्टम रहेछ र पहिला पहिला थिएन अहिले यसपालि बस सिस्टममा सुगा बजा पनि बस सिस्टम गरेर चाहिँ रेस्ट्रिक्टेड क्याटरिङ सिस्टमको तयार हुन्छ उसै नमस्ते अब करेन्टरमा धमका मजाउनुपर्छ तर बजाउनु चाहिँ आउँछ आउँदैन केटाहरूलाई फेरि हाम्रो भेनाजुलाई हाम्रो टिम लिडर भेन्डरको टिम लिडर हाम्रो भेनाजु आज ल हामी चाहिँ अब यो गोर्खाको यो करेन्टरमा आइपुगिसक्यौँ है यो लखन गाउँपालिका वडा नम्बर 5 करेन्टर गाउँमा चाहिँ हामी आइपुगिसक्यौँ यहाँ बेन्टारको साथीहरू र हाम्रो फ्यामिली गोर्खादेखि चाहिँ आएका छौँ साथीहरू थुप्रै त्यतिजना छ हामी 30 जना 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 30
ल हामी चाहिँ अब प्रवेशद्वारमा हामी आइपुगिसकेका छौँ। अब हामी पुग्छौँ एकछिनमा है। यो चाहिँ करणटारको प्रवेशद्वारमा आइपुगिसक्यौँ भयो। ल हामी चाहिँ प्रवेश गऱ्यौँ। ल अब करणटार गाउँ। हजुर करणटारको नानीहरू चिन्दैन, म त चिन्न त। नमस्ते है सबैजना, नमस्ते। ल आइपुग्यो हामी। एकदम सर आराम हुनुहुन्छ। मेरो काले दाइ हुन त म पनि काले नै हो।